Hello guys, के छ खबर? गुड मर्निङ गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी मानुकोट जाँदैछौँ गाइज। 4 बजी उठेर रेडी भएको, 4:30 भइसक्यो गाइज है। अब के कस्तो हुन्छ गाइज हामी तपाईँहरूलाई देखाउँदैछौँ। म र मेरो मामाको छोरा आउनुहुन्छ, मेरो दाइ जान्नको बाइक रेडी हुँदैछ गाइज। ल के कस्तो हुन्छ हेर्दै गर्नुलाई। हामी हिँडेको घरबाट र दाइ केही छ भन्न राम्रोसँग जामै बिस्तारै चलाउनु होला। मम्मी राम्रोसँग गरेर सुत्नु होला। म बसौँ दाइ, बसिसक्यो म त लड्यो। ओए नेट टनमा राखेको छ नि त दाइ ओह्रालोमा। ओ मम्मी गएको मिल्छ। काठमाडौँ जाने गाडी लागिरहेको छ, आइसक्यो। बाटो कस्तो छ हेरौँ। अलिकति यता नराम्रो छ, त्यसपछि अगाडि सब बिजेपी छ, जहाँसम्म लाग्छ है। त्यसपछि माथि दमौली गएपछि माथि जाने बाटो कस्तो छ र यसपछि त दामी छ गाइज है। बाटो चाहिँ बवालै छ। सबैजना सुतिरहेको होला।
हामी चाहिँ हाइवेबाट माथि उक्लिसक्यौँ गाइज है। यो ओभर स्पिडहरू मलाई भ्लग बनाउनै पाएको र ल है अहिले यस्तो देखिसकेको छ। अब हामी माथि पुगेर हेर्छौँ कस्तो छ। घाम झुल्केको हेर्न त पाइन्छ पाइन पाइहाल्ला नि। ल यस्तो छ गाइज। ओ के छ ठिक छ नि आउँदैछ नि त तलबाटको होइन। ल गाइस आइपुग्यो यहाँ चाहिँ बाइक पार्किङ गरेर भरेर जानु लाग्यो। माथि कस्तो छ माथि पुगेर देखाउँछु। छ्याङ्गै उज्यालो भयो त्यहाँ। हेलो गाइस फाइनली मानुङकोटको टपमा पुगिसक्यौँ हामी। इलिकिटी बादल लागेको रहेछ कतै। हेलो गाइस यहाँ चाहिँ ठ्याक्क सनराइज हुँदैछ गाइस। अघि ठ्याक्क पुरै बादल छिकेको थियो। अहिले चाहिँ ठ्याक्क देखिएको छ। दामी छ भ्यू एकदम मजा आयो रमाइलो छ। पहिलाभन्दा अलिक धेरै नै राम्रो भएर रहेछ। पहिला झन्डा 2-3 वर्ष अगाडि नै गएको थिएँ म। यस्तो राम्रो सिन भएको छ। एकछिनपछि फेरि केही नदेखिने हुन्छ पुरै बादल गरिएर उसै लाएर केही नदेखिने नै हुन्छ। अहिले चाहिँ एकदम दामी थियो त्यतिखेर हाम्रो त। अन्त घरि सबै हराउने यस्तै छ। अनि त्यसपछि फेरि हामी भिडियो गर्न लाग्यौँ टिकटकको लागि। भिडियो गर्ने फोटो खिच्ने गरेर यतापट्टि गरेर भ्यू फोटो खिचेर आनन्द बस रमाइलो भयो दाजुभाइलाई। बिहान 4 बजी उठेर गएको यो सनराइज हेर्न पाइयो। म पनि पुरै हेरेको अस्ति एन्ट्री हामीले टक्क भिडियोमा टिकटकमा हाल्न भनेर बनाएको। यस्तो छ हजुर है हाम्रो नि के गर्ने। कस्तो छ त हाम्रो दाजुभाइको। ल यसो कमेन्ट गर्नुहोस् है गाइज। लाइक सब्सक्राइब त भइहाल्छ होइन। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। यस्तो दबाल छ। नाइस ल गाइस अहिले चाहिँ मौसम क्लियर भइसकेको छ गाइस है। हाम्रो दाले हलहल पसिना तलबाट आउँदाखेरि तलबाट आएको। ओहो गाइस यस्तो छ है। ल मौसम क्लियर भयो अहिले त। बोस लो गाइस हामी त फर्किसकेको गाइस है। तल होइन तल अझ अगाडि सिधै के। ल गाइस हामी चाहिँ माथिबाट तल झरिसक्यौँ। हाइवेमा कस्तो छ गाइस है। हेलो गाइस हाम्रो दाजुभाइको चाहिँ यहाँ अगाडि बसेर बन्दीपुर जाने नजाने भन्ने छलफल गर्ने कुरो थियो। हामी चाहिँ छलफल गरेर बन्दीपुर जाने निर्णय गरियो। तर त्यहाँको भिडियो चाहिँ नेक्स्ट भिडियोमा आउँछ है गाइज है। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज। बाई बाई।